यो हो मुस्ताङ मैक्स गाडी जुन हाम्रो देश नेपालमै बनेको गाडी हो। सुन्दा अचम्म लाग्न सक्छ हाम्रो देश नेपालमा पनि गाडी बन्थ्यो भन्दा। हो, हाम्रो देशमा 3 दशक अगाडिदेखि नै विभिन्न किसिमका गाडी बन्थे। देशले अरबौं पैसा सवारी साधन आयातमा बगाउँदै गर्दा हुलास मोटर्सले आफ्नै देशमा गाडी बनाएर बेच्ने ठूलो आँट गरेको थियो। यो मुस्ताङ मैक्स पनि हुलास मोटर्सकै उत्पादन हो। 3 दशक अगाडि नै गाडी बनाउन थालेको हुलास मोटर्सको आफ्नै पहिचान र इतिहास छ। हुलास मोटर्स सुरेन्द्र गोल्छाले सुरु गरेका थिए। उनले पहिला कृषि उपकरण उत्पादन गर्ने भनेर हुलास एग्रो इन्जिनियरिङ कम्पनी चलाइरहेका थिए, जसले खेतबारीमा प्रयोग हुने थ्रेसर जस्ता कृषि उपकरणहरू उत्पादन गरिरहेको थियो। पछि 10 हर्स पावरको इन्जिन भएको पावर कार्ट भन्ने गाडी बनाएर हुलास मोटर्स नेपालमा 1996 मा स्थापना भयो। त्यसपछि अलि पावर बढाएर शेर्पा भन्ने गाडी आयो। जसरी पनि नेपालको पहाड चढ्ने गाडी बनाउने हुटुटी थियो हुलास मोटर्सलाई, त्यसैले मुस्ताङ भन्ने गाडी बनायो। एक जमानामा मुस्ताङ गाडी जस्तो सुकै उकालो पनि चढ्ने गाडी भनेर चिनिन्थ्यो। बिस्तारै मुस्ताङ गाडीले बाहिरका नाम चलेका आयातित गाडीसँग प्रतिस्पर्धा गर्दै थियो। विक्रमसम्म 2068 मा डाक्टर बाबुराम भट्टराईले हुलासको मुस्ताङ मैक्स भन्ने गाडी चढेर देशभर मुस्ताङ गाडीलाई झनै चर्चित बनाइदिए। तर बाबुराम भट्टराईकै कार्यकालमा केही यस्ता नीतिगत निर्णय भए जसले हुलास मोटर्सको 3 दशक लामो यात्रालाई पूर्ण विराम लगायो। हुलास मोटर्सले आफ्नो गाडी उत्पादनको काम बन्द गर्नु पर्यो र नेपालको एकमात्र गाडी बनाउने कम्पनी विलय भयो। यो हुलास मोटर्सको लागि मात्र होइन, नेपाली अटोमोबाइल क्षेत्रको लागि नै ठूलो पूर्ण विराम थियो, किनकि आजसम्म पनि अरु कुनै हुलास मोटर जस्तो कम्पनी सुरु हुनै सकेनन्। तर आखिर किन हुलास मोटर्स नेपालमा बन्द हुन पुग्यो त? आउनुहोस् आजको भिडियो सुरु गरौँ। सुरेन्द्रले त्योभन्दा अगाडि एग्रो इन्जिनियरिङ कम्पनी चलाउँथे। गाडी बनाउनेतिर लागेपछि हुलास एग्रो इन्जिनियरिङ बन्द भयो र जन्मियो हुलास मोटर्स। हुलास मोटर्सको पहिलो गाडी थियो पावर कार्ट। भारतमा देखेको जस्तै गाडी नेपालमा बनाउन खोजेका सुरेन्द्रलाई पावर कार्ट त्यति चित्त बुझ्दो लागेन। जम्मा 10 हर्स पावरको इन्जिन भएकाले त्यो गाडीको स्पिड र उकालो तान्ने क्षमता निकै कम थियो। त्यसपछि उनीहरूको अर्को प्रोजेक्ट बन्यो शेर्पा। यसमा पनि पम्प इन्जिन नै प्रयोग गरिएको थियो। पावर कार्टमा पनि पम्प इन्जिन थियो, जस्तो ब्रेक सस्पेन्सन भए पनि हुने, स्पिड पनि खासै थिएन। तर यो राम्रो हुनुपर्छ भन्ने उनको सोच थियो। हुलास मोटर्सलाई अझ माथि लाग्ने सोचले गर्दा अटोमोबाइल इन्जिनियर पनि राखे। शेर्पाको दोस्रो भर्जनका रूपमा 32D शेर्पा निकाले। यसमा धेरै कुरा सुधार गरे। अझ पहाड चढ्ने गाडी चाहियो भनेर 46D शेर्पा निकाले, जुन अलि लामो समय चल्यो। विभिन्न मोडलका करिब 150 वटा शेर्पा गाडी उत्पादन भए। हुलास मोटर्समा गाडीको उत्पादन, अध्ययन र परीक्षण चलिरहेको थियो। कसरी अझ राम्रो गर्न सकिन्छ भनेर टिम लागि परेको थियो। हुलास मोटर्सको शेर्पा गाडीमा पनि धेरै कमजोरी थिए। त्यसलाई सुधार गरेर पहाड चढ्ने गाडी बनाउने भनेर सुरु भयो अर्को प्रोजेक्ट मुस्ताङ मैक्स। मुस्ताङ मैक्सको इन्जिन 40 HP र हाई टर्क थियो। हाई टर्क इन्जिन भएको मुस्ताङ गाडी पहाडको उकालोमा पनि सजिलै तान्थ्यो। पिकअप लिनका लागि तुरुन्तै पावर आउँथ्यो र पहिलो गियर लगाएपछि जस्तो सुकै उकालो पनि तान्थ्यो। मुस्ताङ गाडी पहाडी भेगको लागि भनेर बनाइएको थियो। 2 वटा बोलेरोलाई तानेर लैजान सक्ने क्षमता थियो मुस्ताङ मैक्समा। नेपालमा पहाडी भेग धेरै छ, त्यसैले पहाड चढ्ने विशेष किसिमको गाडी उत्पादन गरेर बेच्न सक्नेमा उनीहरू निश्चित थिए। यसरी हुलास मोटर्सले अब अन्तर्राष्ट्रिय गाडीहरूलाई समेत कम्पिटिसन दिन तयार भइसकेका थिए। पहाड चढ्न सक्ने विशेष गाडी मात्र होइन, अब लग्जरी र शहरमा चल्ने सोफिस्टिकेटेड कार बनाउने योजनामा थियो हुलास मोटर्स। त्यसैले हुलास ब्राभो नाम गरेको अर्को मोडल बजारमा लिएर आउने योजना बन्दै थियो। ब्राभो गाडीको लागि भनेर डाई, चेसिस, सस्पेन्सनहरू सबै रेडी भइसकेको थियो र इन्जिन हालेर चेक पनि गरिसकेको थियो। तर इन्जिनले सोचेको जति पावर नदिएका कारणले अर्को हेभी इन्जिनको पर्खाइमा थिए। तर 2013 मा 81 हुलास मोटर्स बन्द भयो र नेपालमा कुनै पनि अन्य गाडी बनाउने कम्पनी कहिले पनि खुल्नै सकेनन्।